अप्रिलको 15 र हिजो खाने साउने 15 खीर साउने 15 खीर। हेलो साथीहरू, आज चाहिँ हामी खीर बनाउँदैछौँ। फर्स्टमा हामी एउटा कसौडी बसाल्छौँ। यो चाहिँ साउने 15 स्पेशल खीर हो। कसौडी तातिसकेपछि अब हामी त्यसमा हाल्छौँ दुध। यो चाहिँ 2 लिटर दुधमा हामी खीर बनाउँदैछौँ आज। सबै दुध हालिसकेपछि अब हामी यसलाई उम्लिनको लागि छोडिदिन्छौँ। हेर्नु त साथीहरू, कस्तो मजाले दुध उम्लेको बबल जस्तै। यसलाई चाहिँ अब बिस्तारै चलाउनु पर्छ मजाले। हो साथीहरू, हजुरहरूले पनि खीर बनाएर खाइसक्छु होला है। हामीले पनि हिजो बेलुका पकाएको थियौँ अनि भिडियो चाहिँ आज एडिट गर्दैछौँ। हो साथीहरू, अब हामी यसमा हाल्छौँ थोरै 1 चम्चा घिउ। मेरो फेभरेट हो। घिउ हालिसकेपछि अब हामी त्यसमा हाल्छौँ भिजाएर पखालेर राखेको चामल। राइस होइन नि, चामल हो। अब चामल हालिसकेपछि मजाले चलाउँछौँ। यो चाहिँ डल्लो पर्दैन किनभने हामीले त्यसमा पहिल्यै घिउ हालेको थियौँ नि त, हो कि नि सानो? हेर्नुहोस् त, चामल हालिसकेपछि कस्तो मजाले उम्लेको। अब चाहिँ हामी यता मसला कुट्न थाल्छौँ। सिलौटामा मसला मजाले पिसिसकेपछि मसलामा चाहिँ सुलुवाङ, सुकुमेल, मरिच अनि के हाल्छौँ त्यसमा जाइफल मजाले कुटिसकेपछि यतापट्टि हामीले ड्राई फ्रुट पनि काटेर रेडी गरेको छौँ। साथीहरू, ड्राई फ्रुट्स खायो भने हाम्रो लागि राम्रो हुन्छ नि त साथीहरू। ड्राई फ्रुट्समा हामी हाल्छौँ छोकडा, बदम, कोरेको नरिवल, काटेको नरिवल, काजु। अब मजाले खीर उम्लिसकेपछि पाक्न लागेपछि हामीले हाल्यौँ इन्ग्रेडियन्ट्स अनि हामी चाहिँ हल्लाउँछौँ। मिक्सिङ गर्छौँ। हेर्नु त साथीहरू, हाम्रो खीर बाक्लो बाक्लो हुँदै गयो। अब यसमा हामी राख्छौँ थोरै चिनी। चिनीलाई इङ्ग्लिसमा के भन्छ? सुगर। ओह नो, यस। अब हामी यसलाई मजाले चलाउँछौँ। हेर्नु त साथीहरू, सानो आँचमा मजाले खीर चलाइसकेपछि अब यसलाई एकछिन यत्तिकै छोडिदिने। हेर्नुहोस् त कस्तो मजाले पाकिरहेको छ। बोबल पनि फुलिरह। यो चाहिँ साउनको स्पेशल खीर हो। साथीहरू, हजुरहरू पनि अब कहिले साउन 15 नभएको बेलामा नि बनाएर खानुहोस् न, मिल्छ। खान सक्नुहुन्छ किनभने यसले राम्रो गर्छ। अब हामीले अघि कुटेर राखेको मसला खीरमा हाल्यौँ। अब यो चाहिँ किसमिस। यो किसमिस चाहिँ मैले अघि नै भिजाएर राखेको थिएँ। भिजाएर राखेपछि यसको अमिलोपन हराउँछ, त्यही भएको भएर हामी चाहिँ किसमिस खीरमा जहिले पनि भिजाएर राख्छौँ। तर लास्टमा हुन्छ नि सानो, पर्पल पनि हुन्छ। हेर्छ त, खीर लगभग पाकिसक्यो, हो कि होइन? तिमीलाई खीर मनपर्छ कि पर्दैन? मनपर्छ, सबभन्दा नि मनपर्छ मलाई त खीर। बेस्ट हो मेरो खीर। ल हेर्नुहोस् त साथीहरू, मजाले खीर पाकिसक्यो। अब हामी यसलाई प्लेटिङ गर्छौँ। साथीहरू हेर्नुहोस् है, अब मिठो हुन्छ। यसरी नै हजुरहरू पनि मजाले खीर बनाएर खानु होला अनि साउन 15 मनाउनु होला रमाइलो गरेर। बाइ बाइ गाइज। अब हामी अर्को भिडियोमा भेट्ने छौँ। खीरसँग चाहिँ हामीले आलुदम पनि खाएको थियौँ। हजुरहरूलाई यदि आलुदमको रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु होला, हो कि होइन? हो साथीहरू, मेरो मामुले राइट कुरा भन्नु भइसकेको छ। अरू केही भन्नु छ? छैन। ल बाइ बाइ साथीहरू, राम्रोसँग खीर खाएर राम्रोसँग बस्नु होला। बाइ बाइ, सी यू।